हेलो सम्पूर्णमा नमस्ते, अभिवादन जय मसी। म सिके पाखरिन सरोजको तर्फबाट धेरै समयपछि मेरो पुरानो दिदी है हामी मण्डलीमा सँगै सेवा गरेको है हाम्रो मण्डली स्थापना गर्दै हिँड्नुहुने हाम्रो आदरणीय दिदी तारा लिम्बू दिदीसँग धेरै पछि कुरा भएको थियो हिजो। अनि उहाँले हाम्रो कुमार सिंह बिष्ट पत्रकारको स्टुडियोमा गएर एउटा अन्तर्वार्ता दिनुभएको रहेछ। अनि त्यो अन्तर्वार्ताको भिडियोको लिङ्क चाहिँ मलाई पनि उहाँले पठाउनु भएको थियो है। अनि उहाँले नमुना नामको चाहिँ नि एउटा युट्युब च्यानल पनि खोल्नु भएको रहेछ हाम्रो दिदीले। अनि त्यस गरी ल भाइ मेरो युट्युब च्यानलमा मैले आफ्नो जीवनको कथा व्यथाहरू जीवन गवाई खिचेर हालेको छु, तपाईँले सेयर गरिदिनुहोस् है भन्नुभएको थियो। र अनि त्यसपछि मैले सानो क्लिप हाम्रो पत्रकार कुमार सिंह बिष्टसँग दिनुभएको अन्तर्वार्ताको सानो क्लिप हालेर उहाँको भिडियोको लिङ्क मैले तल युट्युबको लिङ्क तल राखेको थियो। फुल भिडियो हेर्नको लागि यहाँ जहाँ गएर थिच्नुहोस् है भनेर यस्तो औँलाको चिन्ह पनि देखाएको थियो। तर धेरै साथीहरूले चाहिँ त्यो भिडियो चाहिँ तपाईँको युट्युब चाहिँ चलेन होइन। अब हाम्रो त डाटाबाट फेसबुक चाहिँ सजिलोसँग चल्छ, तर युट्युबमा हेर्दै चाहिँ धेरै डाटा तान्ने भएको कारणले गर्दाखेरि चाहिँ फुल भिडियो नै तपाईँले हालिदिनुहोस् न भन्नुभएको कारणले गर्दाखेरि म अब फेरि यसमा जोडेर हाम्रो पत्रकार कुमार सिंह बिष्टले लिनुभएको अन्तर्वार्ता हाम्रो तारादेवी लिम्बू दिदीको अन्तर्वार्ता म फुल यसमा जोडेर हाल्नेछु। तपाईँहरूले पुरै भिडियो हेरिदिनु होला र आशिष पाउनु होला र तपाईँले यो भिडियोलाई लाइक कमेन्ट सेयर पनि गर्न सक्नुहुन्छ है त। तारा लिम्बूज्यू यहाँलाई स्वागत छ कार्यक्रममा। हुन्छ, धन्यवाद। सन्चै हुनुहुन्छ? एकदम ठिक छु। आज हामी आजको श्रृङ्खलामा तपाईँको जीवन परिवर्तनको कथा सुनाउँछौँ होइन। धनकुटामा तपाईँको जन्म भयो, हजुर। काठमाडौँमा विक्रम सम्वत 2046 सालमा आइपुग्नु भयो, धेरै वर्ष अगाडि। हजुर। अनि काठमाडौँमै गर्जन गरेर बस्नुभयो, थुप्रै सङ्घर्ष गर्नुभयो जीवनमा। तपाईँको बुवा पूर्व ब्रिटिस गोर्खा सैनिक, उहाँले ब्रिटिस गोर्खा सैनिकमा रहेर लामो समय सेवा गर्नुभयो, पछि रिटायरमेन्ट हुनुभयो। 28 वर्षको उमेरमा तपाईँको बुवा बित्नुभयो। हजुर। सबैभन्दा पहिला सुरुमा तपाईँको छोटो परिचयबाट सुरु गरौँ। हुन्छ, अब मेरो परिचय छोटो दिनुपर्दाखेरि मेरो जन्म चाहिँ जिल्ला धनकुटा, ख्वाफुक त्यतिखेर गाविस थियो। अनि ख्वाफुक गाविसमा मेरो जन्म चाहिँ वार्ड नम्बर 9 मा मेरो जन्म भएको थियो। अनि मेरो बाबा चाहिँ ब्रिटिस आर्मी हुनुहुन्थ्यो त्यतिखेर। 2024 सालमा उहाँ रिटायर आउनुभएको थियो। विक्रम सम्वत 2024। हजुर। धेरै वर्ष पहिला होइन? एकदमै धेरै वर्ष अगाडि भइसक्यो। अनि त्यो बुवाले कसरी त्यो ब्रिटिस गोर्खा सैनिकमा सेवा गर्ने अवसर पाउनुभयो? उहाँको भर्ना कस्तो अवस्थामा कसरी भयो, केही याद छ तपाईँलाई? केही सम्झना छ? बाबाले हामीलाई जानकारी दिनुभएको अनुसार चाहिँ मेरो बाजे पनि भागीमान सुब्दार, त्यतिखेरको इन्डियाको सुब्दार हुनुहुन्थ्यो अरे, लाउरे हुनुहुन्थ्यो। सुब्दार हुनु, भागीमान सुब्दार मेरो बाजेको नाम चाहिँ। अनि मेरो बाबालाई चाहिँ इन्डियामै भर्ती गराउने बाजेको विचार थियो। तर मेरो बाबाले चाहिँ म चाहिँ ब्रिटिस आर्मी हुन्छु भनेर, मेरो बाबा चाहिँ अलि होचो हुनुहुन्थ्यो, त्यति हाइट पुगेको थिएन अरे। तर भर्ती हुनु जानु हुँदाखेरि चाहिँ त्यहाँनिर अब यसरी हाइट नाप्दाखेरि बाबाले भन्नुभएको अलिकति पछाडि खुल्कुचा उचाल्नु भएको थियो अरे। त्यसपछि हाइट पुगेर उहाँ चाहिँ ब्रिटिसमा अनि भर्ती हुनुभएको। अनि तपाईँको बुवा स्वर्गीय मतिबहादुर लिम्बू होइन नाम? हजुर। अनि तपाईँकी आमा स्वर्गीय हरिमाया लिम्बू, उहाँहरू आमा बुवाको बारेमा केही बताइदिनुहोस् न। कसरी उहाँको विवाह भयो, कसरी उहाँको जीवन अगाडि बढ्यो, के थाहा छ तपाईँलाई? मलाई थाहा भएको चाहिँ बाबाले मोटामोटी जानकारी दिनुभयो चाहिँ मेरो बाबा भर्ती हुनुभयो। भर्ती हुनुभएपछि पहिलो छुट्टी आउनुभएको थियो। अनि पहिलो छुट्टी आएर फेरि फर्किनुभयो। अनि सेकेन्ड छुट्टी आउँदाखेरि आमालाई चाहिँ विवाह गर्नुभएको, मागी विवाह नै गर्नुभएको अरे, धनकुटामै। हजुर, धनकुटामै। तपाईँको बुवा यो ब्रिटिस गोर्खा सैनिकमा हुँदाखेरि अब बेलायतमा, मलेया अथवा अरू कुन देश जानुभयो होइन? हजुर। अनि त्यो अवस्थामा कहिले उहाँले येशू ख्रिस्टको बारेमा त्योभन्दा पहिला कहिल्यै त्यो ब्रिटिस आर्मी हुँदाखेरि कहीँ कतै सुन्नुभयो? बाबाले भन्नुभएको थियो, उहाँले चाहिँ 72 वर्षको एजमा उहाँले ग्रहण गर्नु हुँदाखेरि मलाई के भन्नुभयो भने, यो चाहिँ मेरो 35-36 वर्षको मेरो एजमा म पल्टनमा हुँदाखेरि मेरो कमान्डरले कहिलेकाहीँ बोलाएर आफ्नो रुममा लगेर यसरी डाइनिङ टेबलमा राखेर नास्ताहरू खुवाएर मलाई बाइबल पढ्नु लगाउनुहुन्थ्यो। त्यो बाइबल रहेछ, अहिले मैले याद गरेँ, यो तिमीले पढ, यसमा तिमीलाई जीवन छ,
भन्नुहुन्थ्यो। तर मैले त्यो कुरालाई केही मतलब गरिनँ, मैले बुझिनँ भनेर भन्नुहुन्थ्यो। सुन्न चाहिँ पहिलेदेखि नै सुन्नु भएको छ। उहाँको कमान्डरले सुनाउनु भएको रहेछ पल्टनमा उहाँको कमान्डरले सुनाउनु भएको थियो अरे। पछि अब धेरै वर्ष पछाडि उहाँले सुनेको धेरै वर्ष पछाडि अहिले हामी त्यो अगाडि कुरा गर्छौँ। तपाईँद्वारा नै तपाईँको परिवारले यीशु ख्रीष्ट आनन्द जीवन उद्धारमुक्ति पायो होइन? हजुर। त्यत्रो वर्ष किन लाग्यो? त्यो बिचमा चाहिँ किन उहाँले त्यो सुनेको कुरा मान्नु भएन छ? उहाँलाई त्यो कुरा विश्वास लागेन। अर्को कुरा अब समाजमा आफ्नो रीतिरिवाज आफ्नो संस्कारले गर्दाखेरि र उहाँले त्यो सुन्दै गर्दाखेरि उहाँलाई त्यो कुराको कुनै पनि चासो लागेन। उहाँले त्यो कुरा बुझ्नु सक्नु भएन र धेरै पछाडि अब उहाँ 35-36 वर्ष हुँदाखेरि उहाँले त्यसरी सुन्नुभयो यीशु ख्रीष्टको बारेमा। तर उहाँ नेपालमा छुट्टी आएर पनि उहाँ पेन्सन पाकेर रिटायर आइसकेपछि पनि उहाँको एज 72 वर्ष हुँदाखेरि उहाँले विश्वास गर्नुभएको, 72 वर्षको उमेरमा। अनि त्यतिखेर बाबाले भन्नुहुन्थ्यो, तर त्यतिखेर ज्योतिषीले तिमी 72 वर्षमा मर्छौ भनेर ज्योतिषीले भनेको थियो अरे। मेरो माइला बाउलाई 60 वर्षमा, मेरो माइला बाउ चाहिँ 60 वर्षमै मर्नुभयो। तर मेरो बाबाले 72 वर्षमा ग्रहण गर्नुभयो। त्यसपछि परमेश्वरले उहाँलाई आइ थपेर राख्नुभएको अनि उहाँ चाहिँ 88 वर्षसम्म उहाँ रहनुभयो संसारमा। तर ज्योतिषीले तिमी 72 वर्षमा मर्छौ भनेर घोषणा गरिसकेको थियो। घोषणा गरेको थियो। मेरो माइला बुवा र उहाँले सँगसँगै ज्योतिषी देखाउनु भएको अरे। माइला बुवा चाहिँ ठ्याक्कै 60 वर्ष पुग्दै उहाँ बित्नु भएको हो नि त। ज्योतिषीले जे भनेको थियो त्यही उमेरमा बित्नु त्यही नै भएको थियो। तर मेरो बाबाले, मलाई लाग्छ मेरो बाबाले ग्रहण नगर्नु भयो, यीशु ख्रीष्टले नचिन्नु भएको भए मेरो बाबा पनि 72 वर्षमै मर्ने हो। तर 88 वर्षसम्म बाँच्नु भयो होइन? 88 वर्षसम्म बाँच्नुभयो। तर अझै पनि बाँच्नुहुन्थ्यो। यो सेकेन्ड कोरोनामा सबै त्यो हस्पिटलको बेडहरू नपाएर दिनभरि पहाडदेखि विराटनगर, विराटनगरदेखि धरान क्याम्प, त्यहाँबाट फेरि विराटनगर, कहीँ सिट नभएर अनि फर्काएर पहाडतिरै लाँदै गर्दाखेरि बाटोमै उहाँको डेथ भएको हो। ब्रिटिस गोर्खा सैनिकको परिवारका सदस्यका रूपमा बेलायत सरकारबाट के कस्ता सुविधा तपाईँहरूले, अब तपाईँको परिवारमा धेरै सदस्यहरू होइन, कतिजना? हजुर, हामी त छोराछोरी, तपाईँको बुवाको छोराछोरी कति? मेरो बाबा आमाले जन्मनु भएको 11 जना अरे। 11 जना? हजुर, करिब 1 दर्जन। तर उहाँले हुर्काउनु भएको चाहिँ 9 जना। के कस्ता सेवा सुविधा पाउनुभयो? केही पाउनुभयो तपाईँले? त्यतिखेरको बेलायतै अहिले त कति ब्रिटिस गोर्खा सैनिकको परिवारहरू बेलायतमा जान पाउने त्यो सुविधा पनि ल्याएपछि सरकारले, त्यहाँको सरकारले होइन? मेरो बाबा चाहिँ त्यतिखेर 24 सालमा 60 रुपियाँमा उहाँको पेन्सन चाहिँ 60 रुपियाँ थियो अरे। महिनाको 60 रुपियाँ आउँथ्यो 24 सालमा, विक्रमसम्म 2024 सालमा। हजुर, 60 रुपियाँ मात्रै थियो। अनि 60 रुपियाँ हुँदाखेरि उहाँ पेन्सन रिटायर आउनुभएको पारमा त्यतिखेर अनि धरानमा 60 रुपियाँ बिघा जग्गा थियो अरे। आमाले मान्नु भएन अरे, बाबाले किनौँ 1 बिघा किनौँ भन्दा आमाले मान्नु भएन। पहाडतिर गएर बस्नुभयो, पहाडतिरै यस्तै सस्तो मस्तो जग्गा किन्नुभयो, आफ्नो अंश छुट्टै अनि आफ्नो किनेर बस्नुभयो। अनि त्यतिखेर अनि 60 रुपियाँ पेन्सन आउँदाखेरि पहाडमा बस्दाखेरि कर्मशै नानीहरू वर्षौनी जन्मिँदै जाँदाखेरि एकदम गाह्रो भयो उहाँहरूलाई। नानीहरू धेरै, कमाइ गर्ने मान्छे छैन, आम्दानी छैन, 60 रुपियाँले। अनि पछि महँगीहरू बढ्दै बढ्दै जाँदाखेरि मेरो बाबाको पेन्सन चाहिँ अनि बढ्दै 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 जाँदाखेरि म 15-16 वर्षको हुँदाखेरि 1500 पुग्यो भनेर भन्नुभएको सुनेको थिएँ। त्यसपछि पछि बढ्दा 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 बिचमा अलिकति धेरै एकैचोटि बढाइदिएको थियो। त्यसो गर्दाखेरि मेरो बाबा बित्ने समयसम्ममा चाहिँ उहाँको 78,000 समथिङ पुगेको थियो। 78,000 पेन्सन मात्र हुन्थ्यो नि मासिक रूपमा? 76,500 भन्नुहुन्थ्यो। अब चाहिँ अब 80,000 90,000 पुग्छ भन्दै हुनुहुन्थ्यो। तर उहाँ बित्नुभयो। त्यसबाहेक छोराछोरीहरूले के सुविधा पाएनन्, लिएनन्? बेलायत सरकारबाट पाउने, बेलायत सरकारबाट गोर्खा सैनिकको परिवारका सदस्यहरूले पाउने जुन सुविधा थियो नि त्यतिखेर अब पहिलेको भएको कारणले गर्दाखेरि हामीलाई पनि त्यति ज्ञानहरू भएन र होला। सुविधा कुनै कुरा पनि हामीले त्यसरी ब्रिटिस सरकारबाट हामीले पाएनौँ। भन्दाखेरि क्याम्पबाट चाहिँ नानीहरू बिरामी हुँदाखेरि चाहिँ दबाईहरू चाहिँ पहिले दिन्थ्यो, त्यो पनि पछि चाहिँ दिएन। त्यो मलाई अलिअलि म सानो बेला हुन्जेल चाहिँ दबाईहरू सितैमा निःशुल्क हुन्छ भन्ने कुरा थियो। तर त्यो कुराहरू पनि पछि चाहिँ भएन।
अनि अहिले आएर यो अब हङकङ जाने युके जाने ब्रिटिस आर्मीको नानीहरू भन्ने कुराहरू अनि त्यो कुराहरू नै हामीले सुविधाहरू त्योमा केही पनि हामीले गर्न सकेनौँ। कुन देशमा हुनुहुन्थ्यो उहाँ सेवार्थ कुन देशमा जानुभयो के याद छ? उहाँ चाहिँ मलाया पुग्नुभयो भनेको अहिलेको मलेसिया। हजुर मलाया पुग्नुभयो हङकङ पुग्नुभयो भनेर भन्नुभयो। अरू चाहिँ खास मलाई परिवारका सदस्यहरू पनि जानु बोर्नै भन्ने बोर्नै हजुर अहिले त्यतिखेर परिवारको आफ्नो श्रीमतीलाई तपाईँको आमालाई लिनुभएको लिनु भएन? होइन लानुभएको थियो पल्टन लगेर उहाँहरू कति 12 वर्ष कति बसेर फर्किनु भएको अरे। अब यो ब्रिटिस गोर्खा सैनिक भनेपछि एउटा राम्रो इन्कम माने स्यालेरी राम्रो पाउने होइन एउटा सान एउटा गर्व पनि त्यति त्यो पैसाको लागि भन्दा पनि एउटा ब्रिटिस गोर्खा सैनिकमा छानिनु नै नेपालीहरूको लागि एउटा गर्वको कुरा हो। हरेक परिवारका सदस्यको लागि कोही पनि व्यक्ति ब्रिटिस गोर्खा सैनिक हुन चाहन्छ होइन नेपालमा। त्यो सानो कुरा होइन, त्यो चाहिँ अब जोसुकैले पाउने अवसर पनि होइन। तत्पश्चात त्यहाँ त्यत्रो वर्ष सेवा गरिसके पछाडि उहाँ रिटायरमेन्ट हुनुभयो होइन ब्रिटिस गोर्खा सैनिकबाट। कुनै त्यस्तो अब सम्पत्ति जोड्ने होइन परिवार आफ्नो सन्ततिहरूको लागि काठमाडौँ राजधानीमा केही जमिन जोड्ने घर जोड्ने त्यस्तो केही भयो? त्यस्तो कुराहरू चाहिँ नभएको कारणले मलाई कहिलेकाहीँ दुःख लाग्छ। बाबाले चाहिँ जग्गा किनौँ धरान मधेसमा त्यतिखेर 60 रुपियाँको 1 बिघा जग्गा आउँथ्यो अरे। 1 बिघा 2 बिघा जग्गा किन्नुपर्छ भनेर भन्नुहुँदाखेरि आमाले औलो लाग्छ नकिनौँ भनेर उहाँले भन्नुभएको कारणले गर्दाखेरि उहाँहरू एकदमै पहाडी जीवन बिताउनु भयो पहाडतिरै। त्यस कारणले गर्दाखेरि खास त्यस्तो सुखी सुविधा अहिले लौरेको परिवार अलिकति यस्तो भन्ने कुरा चाहिँ भएन हामीलाई। बुवा आमा अब सँगै हुनुभयो होइन बेलायतमा अथवा अरू देशमा सँगै जानुभयो त अघि तपाईँले भन्नुभयो 12 वर्षसँगै रहनुभयो। त्यो बाहेक छोराछोरीले कुनै त्यस्तो सेवा सुविधा उपभोग गर्न पाएन त्यसो भए? पाएन। तर मलाई लाग्छ मेरो आमाले पनि पढ्नु भएको थिएन, बाबाले पनि खास त्यति पढ्नु भएको थिएन अरे। तर पल्टनमा गएर उहाँले पढ्नु भएको अरे भन्दै हुनुहुन्थ्यो। अब तपाईँको कुरा गरौँ, तपाईँ कहिले कस्तो अवस्थामा कसरी तपाईँ काठमाडौँ आइपुग्नु भयो? म चाहिँ यो 2046 सालमा काठमाडौँमा चाहिँ म कसरी आएँ भन्दाखेरि चाहिँ मेरो गाउँको दाजुभाइहरू यहाँ काठमाडौँमा बस्नुभएको थियो आएर। अनि उहाँहरूसँग म चाहिँ खास गरी गाउँबाट म भागेर घरबाट चाहिँ भागेर हिँडेको साथी। किन त्यस्तो भाग्नुपर्ने स्थिति सिर्जना भयो? तपाईँ त ब्रिटिस परिवार ब्रिटिस आर्मीको छोरी हुनुहुन्थ्यो। अब ब्रिटिस आर्मीको छोरी भए तापनि घरमा धेरै नै समस्या अलिकति दुःखहरू थियो होइन। एकजना बिरामी अर्को बिरामी हुने त्यस्तै खालको रोगीमाले सताउँदा धामी जाँक्री लगाउँदा घरमा धेरै दुःख पीडा हुने। त्यस कारणले मलाई त्यो घर बस्नु मलाई मन लागिरहेको थिएन। अनि गाउँको मान्छेहरू काठमाडौँमा बसेको थियो अनि पैसा कमाउँछ गलेचा बुनेर भन्ने हल्ला गरेर म चाहिँ साथीहरूसँग खास गरी म भागेको। साथीको लैमा काठमाडौँ पुग्नुभयो? हजुर हो। अनि कति वर्ष काम गर्नुभयो त त्यहाँ? म खास गरी धेरै काम गरेन केही समय। अनि गाउँको मान्छे पनि त्यस्तै अब अलिकति फटानै परेछ। गलेचा पनि त्यति साह्रो हामीले धेरै समय पनि बुनेन। अनि पछि मैले 46 सालमै म काठमाडौँमा आएको 46 सालमै विवाह गरेको। विक्रम सम्वत 2046 सालमा तपाईँ काठमाडौँ आइपुग्नुभयो धनकुटाबाट होइन? त्यतिखेरको 36 वर्ष अगाडिको काठमाडौँ र अहिलेको काठमाडौँमा के फरक पाउनुभयो? 36 वर्ष अगाडिको काठमाडौँ र अहिलेको काठमाडौँमा धेरै नै फरक छ। त्यतिखेर मलाई जहाँसम्म लाग्छ धेरै सस्तो कुराहरू पनि थियो, यति महँगी पनि थिएन। अनि अर्को कुरा वातावरणहरू पनि अलिकति विकास हुनु बाँकी नै थियो। हामी बसेको क्षेत्रतिर हामी अहिले भैँसीपाटीमा बस्छौँ, त्यो क्षेत्रतिर जङ्गल थियो अनि झाडीहरू थियो। अनि त्यो सबै अहिले पुरा विकास भइसक्यो। अब महानगरपालिका भइसक्यो, धेरै नै विकास भइसक्यो। त्यो बेलाभन्दा अहिलेको काठमाडौँ धेरै नै विकास भइसकेको कुराहरू पाउँछौँ। अनि काठमाडौँमा आइसके पछाडि तपाईँले थुप्रै सङ्घर्ष गर्नुभयो। सङ्घर्षका केही पाटाहरू हामीसँग आज बताउन मिल्छ? के कस्ता सङ्घर्षहरू गर्नुभयो? कति जीवनमा सफल हुनुभयो असफल हुनुभयो? म काठमाडौँमा आइसकेपछि चाहिँ खास मैले अब गाउँको मान्छे अब सहर बजारमा आउँदै गर्दाखेरि अनि अलिकति आफूले त्यति ज्ञान पनि भएन सहर बजारमा बस्नुको लागि। अनि
कता जाँदा कता हराइन्छ कि चिठीहरू पोस्ट गर्ने ठाउँ पनि अब थाहा थिएन, अब यो मोबाइलको चलन थिएन त्यतिखेर। अनि त्यो कारणले गर्दाखेरि अलिकति एकदमै असहज महसुसहरू भइरहेको थियो मलाई। त्यो कारणले नै मैले तुरुन्तै विवाह गरेँ। अनि विवाह गरेपछि धेरै दुःखहरू हुँदै गयो, उकाली ओह्रालीहरू सहनु पऱ्यो। अब व्यापार मैले विवाह गर्दा मेरो श्रीमान चाहिँ सानो एउटा व्यापार गर्नुहुन्थ्यो, पसल थियो उहाँको सानो, लगन खेलमा होइन, लगन खेलमा त्यो एभरेस्ट ब्याङ्कसँगै त्यहाँ एउटा सानो उहाँले किराना पसल गर्नुहुन्थ्यो। अनि मैले उहाँसँग विवाह गरेँ। उहाँसँग विवाह गरेपछि चाहिँ उहाँको पसल धेरै सानो थियो। पछि अनि विवाह गरेपछि चाहिँ पसल एकदमै चल्दै गयो, पसल अगाडि बढ्दै गयो। अगाडि बढ्दै जाँदाखेरि पछि अनि फेरि घरधनीहरूले हामी आफै राख्ने हो, तिमीहरू यहाँबाट पसल सार्नुपर्छ भनेर उहाँहरूले भन्नुभयो। अनि सार्दाखेरि उता सार्दा यता सार्दा पसलहरू चलेन, एकदमै गाह्रो परिस्थितिहरू भयो। अनि हामीले देखाउनु यसरी, अब त्यतिखेर त हामी यसो ख्रिस्टलाई विश्वास गरेको थिएन। धामी झाँक्री लगाउने, फुक्नु जाने, माताहरू देखाउने भन्दाखेरि तिमीहरूलाई पसल नचल्ने बनाइदिएको हो जान्ने धामी झाँक्रीले भन्थ्यो होइन। अनि त्यसपछि अनि त्यहाँबाट यतायता गर्दा पनि अब जान्ने धामी झाँक्री लगाए नि भएन। अनि त्यसपछि हामी लगन खेलबाट हामी भैँसेपाटीमा सर्यौँ। 55 सालमा हामी भैँसेपाटीतिर सर्यौँ, ललितपुर भैँसेपाटी। अनि त्यहाँ सरेपछि नि हामीले त्यहाँ पनि फेरि दोकानै गऱ्यौँ सानो। त्यहाँ गर्दै जाँदाखेरि अनि पनि त्यस्तै नै दुःख भयो, पसलहरू चलेन, कतिले उधारो खाइदिने, नचल्ने भयो। अनि त्यसपछि चाहिँ अनि अब के गर्ने भनेर त्यतिकै अब पसलहरू नि क्लोज गरेर बसिरहेको थियो। अनि मैले चाहिँ सानो एउटा यो पसिमेना सल बाट्ने काममा म काम गर्थेँ। त्यसपछि अनि 58 सालमा हामीले चाहिँ यसो ख्रिस्टलाई विश्वास गऱ्यौँ। अनि त्यो चाहिँ कसरी चाहिँ हामी विश्वास गर्नु पुग्यौँ भन्दाखेरि मेरो छोरा एकदमै पेट दुख्ने, खाना नखाने, सुतिरहने भइरहेको थियो। अनि मैले एकजना दिदीले पहिलेदेखि सुनाउनुहुन्थ्यो जिजस येशू ख्रिस्टको बारेमा, तर हामीले विश्वास गरेको थिएन। अनि त्यसपछि चाहिँ अनि त्यो दिदीले प्रार्थना गरिदिनु भएको थियो। म एकैछिन तपाईँले कसरी येशू ख्रिस्टलाई ग्रहण गर्नुभयो त्यो कुरामा आउँछु होइन। अघि तपाईँले आफ्नो त्यो सानो अवस्थामा बाल्य यदि टिनेजमै हुँदाखेरि धनकुटाको आफ्नो घर छोडेर काठमाडौँ आइपुग्नुभयो भन्नुभयो नि भागेर। त्यस पछाडि परिवारसँग, धनकुटामा भएको परिवारसँग तपाईँको सम्पर्क कति वर्षपछि भयो र कसरी भयो त्यो सुनौँ, त्यस पछाडि अनि अर्को प्रश्नमा जाउँला। त्यतिखेर म काठमाडौँमा भागेर आएँ होइन। मेरो बाबा चाहिँ ब्रिटिस आर्मी भएको कारणले गर्दाखेरि एकदम चलाक हुनुहुन्थ्यो। अनि धरानसम्म त हामी बिहानै हिँडेका थियौँ। अनि त्यतिखेर गाडी चल्दैन थियो। अनि गाउँबाट भेटटारसम्म हिँड्यौँ, भेटटारबाट गाडी चढेर धरान पुग्यौँ। धरानमा त्यहाँ दिनभरि बस्यौँ। अनि त्यसपछि अनि काठमाडौँ हामी आइगएको थियौँ। अनि बाबाले गाउँमा हल्लाखल्ला भयो। अनि आमाहरू रुने, कराउने, कता गयो के गयो भनेर धरानसम्म खोज्नु आउनुभएछ। मेरो साथीको बाबा छ, मेरो बाबा नि आउनुभएछ। अब यिनीहरू चाहिँ पक्कै काठमाडौँ गयो, फलाना त्यो को छोरासँग यिनीहरू, त्यो दिदीबहिनीहरूसँग यिनीहरू काठमाडौँ गयो। अब यिनीहरू काठमाडौँ जस्तो ठाउँमा खोजेर हामी सक्दैनौँ, किनभने मेरो ब्रिटिस आर्मी बाबा भएको कारणले गर्दाखेरि उहाँले सबै यस्तो टाउनमा, यस्तो हामी सिटीमा गएर हामी भेटाउँदैन भन्ने कुरा उहाँले गर्नुभयो र उहाँहरू फर्केर जानुभयो धरानबाट। त्यसपछि मैले अब त्यही एउटा यो बजारतिर जाँदाखेरि अब हराइजाने अवस्था गाउँको मान्छे, त्यो कारणले गर्दाखेरि म चाहिँ विवाह गरेर बसेँ भने म अलिकति मलाई सेफ पनि हुन्छ। त्यसपछि अनि यो चिठी पत्रहरू अब त्यतिखेर पोस्ट गर्नुपर्ने थियो। अनि त्यो ठेगानाहरू कहाँबाट पोस्ट गर्ने, के गर्ने त्यो मलाई थाहा थिएन। अब मोबाइल थिएन त्यो बेलामा। अनि त्यस कारणले मैले विवाह गरेपछि अनि उहाँ मेरो बाबालाई मैले पत्र लेखेर मैले मेरो श्रीमानलाई पोस्ट गर्नु पठाएँ। अनि त्यसपछि उहाँले त्यो पत्र पाउनुभयो गाउँमा। अनि बाबाले त्यो ठेगानाहरू पत्रबाट पाएपछि उहाँले मलाई आउनुभएको थियो काठमाडौँमा, ठक्कै पठाएको लोकेसनमा आइपुग्नु भएको थियो। अनि त्यो बाबासँग म भेट्दाखेरि चाहिँ 5 वर्ष भइसकेको थियो। अनि बाबाले 5 वर्ष पछाडि बाबासँग मैले भेटेँ। अनि त्यो सालमा म गइनँ, छोरा सानो थियो। अनि त्यो कारणले गर्दाखेरि अनि बाबा फर्किनु भयो। अनि पछि म गाउँ जाँदाखेरि 10 वर्षको बिचमा म गाउँ पुगेको थिएँ। काठमाडौँ आएको 10 वर्ष पछाडि 10 वर्ष पछाडि म गाउँ पुगेको थिएँ। अनि 10 वर्ष पछाडि पुग्दाखेरि मेरो बाबा पनि 5 वर्ष अगाडि आउनु त भएको हो। अनि मेरो आमाले त मलाई देख्नु भएकै थिएँ 46 साल भएर। उहाँले चाहिँ मलाई चिन्नु भएन क्या। अनि किनकि आमा उतै हुनुहुन्थ्यो, गाउँमै हुनुहुन्थ्यो।
त्यो चाहिँ कुन अवस्थामा म गएको थिएँ भन्दाखेरि अनि बाबाले चाहिँ खुब आयो त्यहाँ बाहिर हेर त भनेर उहाँले भन्नुभयो। अनि बाबाले पनि त्यति साह्रो चिन्नु भएन। अनि आमाले पनि, आमा चाहिँ उता कतातिर हुनुहुन्थ्यो, बहिनीले चाहिँ, मेरो कान्छी बहिनीले चाहिँ मलाई चिन्यो है। अनि यसो हेरेर होइन यो त दिदी होइन, साइली दिदी होइन, म चाहिँ बहिनी रोलमा साइली हो, यो त साइली दिदी हो नि भनेर उहाँहरूले अनि ए ल ल आओ भनेर अनि भित्र बोलाउनु भयो। अनि त्यसरी अनि भेटघाट भएको थियो। त्यो दिन म एकदम रुनु मन लागेको थियो। अब सुनौ कि तपाईँले प्रभु यीशु ख्रीष्टलाई आफ्नो व्यक्तिगत मुक्तिदाताको रूपमा कहिले, कसरी र कस्तो अवस्थामा ग्रहण गर्नुभयो र यीशु ख्रीष्टले तपाईँलाई आफ्नो राज्यमा बोलाउनु भएको थाहा गर्नुभयो तपाईँले? मलाई चाहिँ अहिले जहाँसम्म लाग्छ प्रभुले चाहिँ अब उहाँको राज्यको लागि मलाई काठमाडौँमा ल्याउनु भएको रहेछ। अनि बाल्यकालमा पनि धेरै दुःख भोगेको, अनि धामी झाँक्रीहरू गाउँ घरमा दुःख कष्टहरू धामी लाउँदा लाउँदा म पनि बिरामी हुन्थेँ नि, त्यो छोप्ने व्यथा हुन्थ्यो, त्यो बिरामी थिएँ। त्यसो बिरामी हुँदा हुँदै पनि अलिअलि निको भएर म काठमाडौँ फरार भएको मान्छे। अनि त्यसपछि अनि विवाह गरेर नि मलाई त्यस्तै नै बिरामी थियो। अनि माता देखाउने कहिले यो च्यासल भन्छ अहिले नि मलाई थाहा छ, त्यो एकजना माताकोमा जाँदाखेरि दिनै पैसा दिनुपर्ने, अनि चामल लानुपर्ने, पैसा लानुपर्ने, अनि यो फलफुलहरू पनि लानुपर्ने। गर्दा गर्दा एकदम दिक्क लागेको थियो। अनि त्यसो गर्दा पनि निको हुँदैन थियो। अनि मलाई एकजना धामीले चाहिँ फेरि बुट्टी बाँधेर लगाउनु निको हुन्छ भनेर एउटा बुट्टी बाँधिदिनु भएको थियो त्यतिखेर। अनि त्यो चाहिँ 48 सालको कुरा हो, 48-49 सालको कुरा हो। अनि त्यो बुट्टीभित्र चाहिँ मैले त्यो बुट्टी लगाएँ। बुट्टी लगाएर मलाई के पनि कम भएन, त्यस्तै छोप्ने बिरामी हुन्थ्यो। अनि मेरो श्रीमानले पनि खोइ यो लगायो भने निको भएन भनेर भन्नुहुन्थ्यो। त्यसपछि मलाई दिक्क लाग्यो, के रहेछ त यहाँभित्र निको नपार्ने भने त्यसलाई, त्यो बुट्टीलाई मैले यस्तो त्यो खोलेर हेर्दाखेरि के पनि थिएन। त्यहाँनिर अलिकति चामल र अलिकति खरानी अनि एउटा के को कपालको रङ जस्तो हालिदिएको थियो। अनि त्योहरू फाल्यौँ। त्यसपछि त्यस्तै बिरामी हुन्थ्यो टाइम टाइममा। अनि हामी भैँसेपाटी गयौँ 55 सालमा। अनि मेरो छोरा पनि बिरामी, म पनि छोप्ने बिरामी। म चाहिँ औँसी पनि आएपछि धेरै नै बिरामी हुन्थ्यो, धेरै छोप्ने हुन्थ्यो। अनि त्यसपछि छोरालाई प्रार्थना गर्दाखेरि निको भयो। छोरालाई निको भएपछि म पनि निको हुँदो रहेछ क्यारे भनेर म पनि चर्च गएँ, छोरालाई पनि लगेर गएँ। अनि त्यो एकजना दिदी राममाया भन्ने दिदी हुनुहुन्थ्यो, उहाँले, मैले आफैले भने दिदी तपाईँले प्रार्थना गरिदिएर निको त भयो, मलाई पनि चर्च जानु मन लाग्यो भनेर भन्दाखेरि हिँड न त अर्को शनिबार म तिमीलाई लान्छु भन्नुभयो। अनि फर्स्टमा चाहिँ मलाई पाटन कोइनेना मण्डलीमा लानु भएको थियो दिदीले। त्यहाँ गएपछि उहाँले प्रार्थना गरेपछि छोरा निको भएपछि अब मेरो पनि रोग निको हुन्छ नै भन्ने मलाई एउटा विश्वास थियो। अनि अर्को कुरा चाहिँ यो मान्छे मरेपछि कहाँ जान्छ भन्ने चाहिँ मलाई क्वेसन हुन्थ्यो पहिले नै, बचपनदेखि नै। अनि यो चन्द्र सूर्य ताराहरू कसले बनायो भन्ने यस्तो हुन्थ्यो। अनि त्यसपछि अनि उहाँले कोइनेना पाटन मण्डली फर्स्ट टाइम लाँदाखेरि मान्छेहरूले यस्तो हात उचालेर आराधना गरेको, भजन गाएको मलाई साह्रो राम्रो लाग्यो। अब साँचो परमेश्वर यही नै हुनुहुँदो रहेछ, मेरो छोरा पनि निको भयो, सायद मेरो पनि रोग निको हुन्छ होला मलाई छोप्ने रोगबाट भन्ने विचारले म कर्मशः चर्च जाँदै आउँदै गर्दै गरेको थिएँ। अनि 6 महिना जति आउने जाने गऱ्यौँ। अनि 58 सालमा चाहिँ टोटल मैले ग्रहण गरेको प्रभुमा। त्यसपछि त्यो मेरो रोगहरू पनि निको भयो, मेरो छोरा पनि टोटल निको भयो। अनि मैले श्रीमानलाई अब हामी सबैजना चर्च जानुपर्छ है, हाम्रो रोग निको भयो, साँचो परमेश्वर उहाँ नै हुनुहुँदो रहेछ भनेर भन्दाखेरि उहाँले यस्तो आँखा तरेर हान्ने गाई जस्तो गरेर हेर्नुभयो। अनि पछि दिदीले बाइबल दिनुभयो उहाँलाई। अनि त्यो बाइबल पढ्दै 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 जाँदाखेरि उहाँले आफैले फेरि चर्च गएर उहाँले पनि आफैले ग्रहण गर्नुभयो। हामी परिवारै 2058 सालदेखि हामी प्रभुमा आयौँ। यीशु ख्रीष्टलाई विश्वास गरिसके पछाडि तपाईँको जीवनमा, तपाईँको परिवारमा पहिलाको जीवन र पहिलाका दिनहरूभन्दा पछिल्ला दिनहरू के अन्तर्भाव? त्यो विगतको अब यीशु ख्रीष्टलाई ग्रहण गर्नुभन्दा अगाडिको जीवनलाई मैले फर्केर हेर्दाखेरि दुःख लाग्छ। अब जस्तै मान्छे भएर जिउनको लागि साँचो परमेश्वरलाई चिन्नुपर्ने रहेछ भन्ने लाग्छ। अनि म त्यतिखेर सबैभन्दा बहिनी रोलमा म चाहिँ छुच्ची थिएँ अरे। कसैले जिस्कायो भने पनि म ढुङ्गा उठाएर हान्दिनँ, केटाहरूले जिस्कायो भने ढुङ्गा टिपेर बजाइदिइहाल्ने, त्यस्तो खालको स्वभाव। अनि अर्को कुरा एकदम छुच्चो स्वभावको, अनि त्यस्तो खालको थिएँ। अनि मेरो रोगहरू त टोटल निको भयो, त्यसमै मैले गर्व गरेँ एकदम। र कर्मशः मेरो स्वभावहरूमा पनि म आफैले परिवर्तन मैले भेटाएँ। अनि अरूलाई देख्दाखेरि माया लाग्ने,
यस्तै दिन दुखीलाई देख्दाखेरि अनि गरिबीहरू भएको यस्तो मान्छेहरू रोगी बिरामीहरू देख्दाखेरि वृद्धावस्थाहरू देख्दाखेरि मलाई आँखाबाट आँसु आउने परिवर्तन अनि त्यो कुराहरू मेरो जीवनमा शान्ति भयो। अर्को कुरा मलाई चाहिँ अब एकदमै अशान्तिको जीवन थियो, बाँच्नु पनि मलाई मन लाग्दैन थियो वास्तवमा भन्यो भने। अनि मैले कति बेलामा मैले आफूले कविताहरू पनि लेखेको हुन्थ्यो अनि डायरीमा, अनि मेरो आमाले किन मलाई जन्म दिनुभयो होला, मलाई बाँच्ने मन छैन यस्तो हुन्थ्यो। के कुराले बाँच्न मन थियो? संसारको वातावरणहरू देख्दै गर्दाखेरि अनि आफू पनि सधैँ बिरामी भइरहने, अनि कर्मश अब जान्ने देखाउँदा नि हुँदैन, यता देखाउँदा नि हुँदैन, पसलहरू नि यता हुँदैन, उता सफलता हुँदैन, कहीँ सफल हुँदैन। अनि त्यस्तै खालको वातावरणहरूले गर्दाखेरि मलाई चाहिँ एकदमै त्यो बाँच्ने कठिन परिस्थितिमा पुगेको बेलामा मैले प्रभुलाई पाएको हो। अनि प्रभुलाई मैले पाइसकेपछि परिवारमा शान्ति आयो। सबैभन्दा ठुलो कुरो त एकदम स्वर्गीय शान्ति भयो। अनि परिवारमा पनि खटबड भइरहन्थ्यो। अनि त्यस कारणले गर्दाखेरि त्यसपछि हामीले जब येशू ख्रीष्टलाई ग्रहण गरिसकेपछि परिवारमा चाहिँ एक प्रकारको त्यो एउटा भनौँ न स्वर्गीय शान्ति के आनन्द फिल भयो, शान्ति फिल भयो। अनि त्यसपछि हामीलाई त्यो बाँच्ने साहस मलाई भयो। अनि जीवनको अर्थ चाहिँ मैले त्यतिखेर भेटाएँ। नत्र किन जन्मेँ, किन हुर्केँ यो क्वेसन हुन्थ्यो। अनि मान्छे भएर जन्मिसकेपछि मान्छेको एउटा अर्थ, जीवनको अर्थ चाहिँ बाइबलले चाहिँ हामीलाई स्पष्टीकरण दिँदो रहेछ। त्यसबाट मैले चाहिँ अनि अहिले चाहिँ मलाई अहिले पनि बाँच्ने साहस मिल्छ कि मानिसलाई परमेश्वरले चाहिँ उहाँको महिमाको लागि सृष्टि गर्नुभएको रहेछ। यो परमेश्वरलाई नपाएको कारणले संसारमा धेरै दुःखहरू पाइयो अनि शान्ति पनि भएन। बाँच्नेको अर्थ चाहिँ मैले येशू ख्रीष्टमा पाएँ। अनि त्यसपछिको जीवन चाहिँ अहिलेसम्म शान्ति र आनन्दमा हामी अगाडि बढ्दैछौँ। अघि तपाईँले अफियरमा भन्दै हुनुहुन्थ्यो कि तपाईँको आमा बुवाले येशू ख्रीष्टलाई विश्वास अलि ढिलो गर्नुभएको कारण जीवनमा धेरै दुःख पाउनुभयो भनेर भन्नुभयो। उहाँले त अब पल्टनमै हुँदाखेरि, ब्रिटिस गोर्खा सैनिकमा हुँदाखेरि येशूको बारेमा उहाँको त्यो मुख्य भनौँ न त्यहाँको के भन्छ कमान्डरले उहाँलाई येशूको बारेमा बताएको थियो। अघि डाइनिङ हलमा येशूको बारेमा बताउँथे भनेर भन्नुभयो तपाईँले तपाईँको बुवालाई, होइन? तर येशूको बारेमा सुनेको करिब 25-30 वर्ष पछाडि मात्रै उहाँले तपाईँद्वारा पछि प्रभुलाई चिन्नुभयो नि त, होइन? अनि के कस्ता दुःखहरू, चुनौतीहरू पाउनुभयो बुवाले येशूलाई नपाउँदाखेरि? एकदमै कहानी लाग्दो दुःख पाउनुभयो उहाँहरूले, है? भन्दै गर्दाखेरि चाहिँ आफूले नि मलाई कन्ट्रोल गर्नु गाह्रो हुन्छ होला। मेरो बाबा आमाको दुःख चाहिँ त्यति साह्रो दुःख थियो। उहाँहरूले ब्रिटिस आर्मी भएर के गर्नु, होइन? घर खरको छाना थियो, चुइन्थ्यो बर्खामा, त्यो खर एउटा किनेर घर छाउनु नसकेर। अनि कारण किन त भन्दाखेरि एक त नानीहरू धेरै जन्मेको, अर्को कुरा घरमा चाहिँ बिरामी, एकजना निको भयो एकजना बिरामी हुने। बाबाले पेन्सन थापेर ल्याउँदाखेरि त्यो पेन्सन थापेर ल्याएको पैसा धामीलाई खुवाउँदा सक्ने के। अनि त्यसपछि फेरि अनि अलिक ठिक हुने, अनि बाबाको पेन्सन आउने बेलामा फेरि एकजना बिरामी हुने। अनि उहाँहरूले भूत प्रेतले सताएर यतिसम्म दुःख पाउनुभयो कि अनि उहाँहरूले भरे के खाने भोलि के खाने अवस्थामा पुग्नुभयो। ब्रिटिस आर्मी भनेर के गर्नु। अनि त्यसपछि म काठमाडौँमा, अघि मैले भने काठमाडौँमा आएपछि मैले 58 सालमा मैले ग्रहण गरेपछि अनि म गाउँ गएँ एकचोटि। म गाउँ चाहिँ कुन बेला कस्तो अवस्थामा गएँ भन्दाखेरि मेरो बहिनी एकजना 26 वर्षको बहिनी धामी झाँक्री लगाउँदा यो छम्बा बिजुवा निस्किन्छ भनेर धेरै खर्च गर्नुभयो मेरो बाबाले। म बिरामी भएर काठमाडौँ फरार भएर आएँ। म यता येशू ख्रीष्टलाई ग्रहण गरेर निको भएँ। उता मेरो बहिनी फेरि एकजना धेरै त्यस्तै छम्बा निस्किने बिजुवा निस्किने भनेर बिरामी रहेछ। अनि त्यसपछि त्यो बहिनी चाहिँ बित्यो क्या, 26 वर्षको उमेरमा व्यवहार नगरेको बहिनी। अनि त्यो बेलामा मेरो बाबाले फेरि यता म 58 सालमा ग्रहण गरेको बाबाले हल्का सुन्नुभएछ। ऊ चाहिँ अब विदेशी धर्म, गाईखाने धर्ममा गएछ, अब उसलाई बोलाउनु हुँदैन, उसको बहिनी बितेको छ, उसलाई जानकारी दिनु हुँदैन, आएर फेरि कुल देउता बिग्रिएला भनेर उहाँले जानकारी दिनु भएन। तर पनि पछि मेरो बाबालाई के मनमा आएर मेरो बहिनी बितेको 9 दिनको दिनमा मलाई फोन गर्नुभयो। त्यतिखेर मोबाइल थिएन, ल्यान्डलाइनमा फोन गर्नुभयो। पल्लो पसलमा, मेरो पसल भर्खर सानो फेरि सुरुवात गरेको थिएँ। अनि मैले बाबाले फोन गर्नुभयो, धेरै समय फोन गर्नुभयो भनेर फोन उठाएँ। अनि ल तिम्रो बहिनी यसरी बितेको छ, 9 दिन भयो आज, अन्तरी के अरे जानकारी बहिनी।
बितेको छ, तिमीलाई जानकारी दिएको मात्रै हो, तिमी आयौ नआउ त्यो फरक पर्दैन, तिमीलाई जानकारी मात्रै दिएको है भनेर बाबाले फोन राख्नुभयो। अनि त्यसपछि मैले के सोचेँ भन्दाखेरि त्यतिखेर मैले 58 सालमा ग्रहण गरेपछि मेरो सोचाइ के थियो भन्दाखेरि हाम्रो पनि धेरै दुःख अवस्थामा प्रभु पाएको हो, तर पनि मलाई अरू कुरा चिन्ता थिएन। म स्वर्ग जाने, मेरो बाबा आमा नर्क जानु हुँदैन, मेरो परिवारले नि प्रभु चिन्नुपर्छ भन्ने एउटा पुरा बोझ थियो मलाई। अनि त्यसपछि म चाहिँ त्यही बाबाले फोन गरेपछि 1-2 दिनमा म तयारी भएर गएँ। गाउँ गएर अनि बाबा आमालाई मैले सुनाउनलाई नै म गएको हो। अनि त्यसपछि मैले बाबालाई आमालाई सबै परिवारलाई मैले राखेर यो साँचो प्रभुको बारेमा मैले सुनाएँ। बाइबलको यो उत्पत्तिको पुस्तकमा सुरुवातमा चाहिँ अब उहाँले आकाश ताराहरू पृथ्वीहरू बनाउनु भएको, सारा वनस्पति बनाउनु भएको कुराहरू अनि मैले पढेर सुनाएँ। त्यतिखेर बाबाले भन्नुभयो, बाबाले चाहिँ यो रामायणको किताबहरू हुन्छ ठुलो ठेलीहरू, त्यो पढ्दाखेरि तसैँ भनेर त्यो एउटा थेगो राखेर पढ्नुहुन्थ्यो। त्यो सबै पढिसक्नु भएको थियो पहिले। अनि बाबाले भन्नुभयो, ल तिमीले यो पढाएर सुनाएकोमा मैले सबै यो रामायण महाभारतको किताबहरू मैले पढिसकेको छु, तर यहाँ कहीँ पनि यस्तो मुक्ति उद्धारको बारेमा सृष्टिको बारेमा भनेको छैन, तर मैले यहाँ चाहिँ सुने, म पछि विचार गर्छु भनेर भन्नुभएको थियो त्यो सालमा। अनि त्यसपछि त्यसको 1 वर्ष 2 वर्ष पछाडि म फेरि गाउँ गएँ। अनि गाउँ जाँदाखेरि बाबा आमालाई मैले सुनाएँ, तर पनि उहाँहरूले त्यो सालमा ग्रहण गर्नुभएको थिएन। उहाँहरूले चाहिँ टोटल विश्वास गर्नुभएको चाहिँ यो 2059 सालमा उहाँहरूले ग्रहण गर्नुभयो। अनि अब कति वर्ष पछाडि ग्रहण गर्नुभयो, 36 वर्षको एज मेरो बाबाको थियो पल्टनमा। कमान्डरले त्यो येशू ख्रीष्टको बारेमा बताउँदाखेरि 36 वर्षको एज हुँदाखेरि उहाँले सुन्नुभएको थियो येशू ख्रीष्टको बारेमा। र नेपालमा पेन्सन आएपछि 72 वर्षको एज उहाँको हुँदाखेरि 59 सालमा। अनि उहाँले भन्नुभयो, मेरो बाबा चाहिँ पक्का रुनुभएको, उहाँको आँसु बगेको मैले देखेँ। उहाँले के भन्नु भन्दाखेरि 2 दिनको जिन्दगीमा साँचो प्रभुलाई नचिनेर ठुलो गल्ती गरिएछ र दुःख पाइएछ भनेर बाबाले एकदम गबरी आँसु पार्नु भएको थियो क्या। अनि त्यतिखेर चाहिँ बाबाले मलाई भन्नुभयो, यो कुरा चाहिँ मलाई म 35-36 वर्षको एजमा पल्टनमा हुँदाखेरि मेरा कमान्डरले बार मलाई सुनाएको थियो भनेर उहाँले भन्नुभयो क्या। अनि त्यो बेलामा उहाँलाई सुनाएको कुरा पछि आएर नेपालमा आएर उहाँको एज 36 वर्षबाट 72 वर्ष पुग्दाखेरि उहाँले ग्रहण गर्नुभयो क्या। अनि उहाँले भन्नुभयो, ढिलै भए पनि मुक्ति पाइयो भनेर उहाँले भन्नुभयो। त्यो चाहिँ खुसीको कुरा। त्यसपछिको जीवन चाहिँ उहाँहरूको शान्ति भयो। सबै परिवारले प्रभु चिन्नुभयो। घरमा दुख बिमारहरू, धामी झाँक्री लगाउनेहरू, भूतप्रेतले सताउने कुराहरू सबै टोटल हटेर गयो। अनि उहाँहरूलाई शान्ति एकदमै सुखमय उहाँहरूको केही समय भए पनि 59 सालमा उहाँहरूले ग्रहण गर्नुभयो। त्यसपछि चाहिँ उहाँले कम्तीमा पनि 12-15 वर्षसम्म चाहिँ उहाँले प्रभुमा जीवन जिउने बिताउने समय पाउनुभयो उहाँहरूले। त्यस पश्चात तपाईँको परिवारका सम्पूर्ण सदस्यहरूले यीशु ख्रीष्टलाई विश्वास गर्नुभयो होइन? मेरो माइती परिवार सबै, मेरो दाजुभाइ दिदीबहिनी, विवाह गरेको दिदीबहिनी, अहिले गाउँलेहरूले पनि प्रभुले पाउनु भएको छ। अनि मेरो भाइ कान्छा भाइ चाहिँ अहिले पास्टरी सेवाकाई गर्दैछ धनकुटामै। अनि त्यहाँ मण्डली स्थापना भयो। अहिले गाउँमा कति भूतप्रेतले सताएको मान्छेहरू, जहाँ रक्सी खाएर मान्छेहरू धेरै नै अब बिजोग, अब धेरै नै गाह्रो परिस्थिति त्यो गाउँमा चाहिँ। अलिकति जाँडै धेरै खाने के, कोदोको जाँड खाने, रक्सी खाने, अनि खानाभन्दा त्यही धेरै खाएको कारणले गर्दाखेरि छिटै मान्छेहरू एकदम 40 वर्ष क्रस नगरी 50 वर्ष क्रस नगरी मान्छेहरू मरिरहेको के। अनि अहिले चाहिँ त्यहाँ एउटा मण्डली स्थापना भएपछि त्यहाँबाट सुसमाचारहरू सुनाउँदै त्यो मान्छेहरूले त्यो जुन जाँरक्सीबाट छुटकारा पाउँदै विश्वास गर्दै कति परिवारहरू अहिले बाँचिरहनु भएको छ। मेरो जेठा बाउको छोरा पनि योभन्दा 5-6 वर्ष अगाडि नै बितिसक्ने मान्छे हो, तर उहाँलाई भूतात्मा पनि लागेको थियो। अर्को कुरा जाँरक्सीले पनि पुरा उहाँलाई गाह्रो पारेको थियो, तर त्यहाँबाट छुटकारा पाउनुभयो। त्यो परिवार पनि अहिले शान्ति छ, उहाँहरू पनि अहिले प्रभुमा बाँच्नु भएको छ। जोस अहिले गाउँमा सम्पूर्ण मेरो परिवार मात्रै नभएर अरू गाउँलेहरू पनि प्रभुमा राम्रो बाँचिरहनु भएको छ। अहिले तपाईँ के गर्दै हुनुहुन्छ काठमाडौँमा? काठमाडौँमा चाहिँ म अहिले मण्डलीको एउटा अगुवाको भूमिका निभाउँदैछु।
ललितपुरको भैँसेपाटीमा भएको नमुना चर्च होइन? हजुर, भैँसेपाटी ललितपुर यो खोकनाडो बाटोबाट अलिकति भित्र पस्नुपर्छ, भैँसेपाटी कोलोनीबाट भित्र अलिकति जानुपर्छ। अहिले नमुना चर्च स्थापना भएको कति भयो? अहिले चर्चको वर्तमान अवस्था कस्तो छ? अहिले कसरी अगाडि बढिराखेको छ? हाम्रो खास गरी यो नमुना मण्डली स्थापना गरेका छन् 73 सालमा हो, भुइँचालो पछाडि 73 सालमा स्थापना गरेको हो। अहिले सेवाकाईहरू प्रभुको अनुग्रहले राम्रै भइरहेको छ। अनि हजुरहरूको प्रार्थना, अब मलाई चाहिँ मेरो आफ्नो आफन्तको प्रार्थना, प्रभुको अनुग्रहले सेवाकाई एकदमै राम्रो भइरहेछ, अगाडि बढिरहेको छ। चेलाहरू पनि निर्माण हुँदैछ र प्लस हामीले अब अरू मण्डलीहरू पनि स्थापना गरेका छौँ। अहिले अरू मण्डलीहरू पनि छन्, शाखा मण्डलीहरू कुन कुन जिल्लामा, कतिवटा छन्? अहिले धनकुटामै 3टा स्थापना गऱ्यौँ, मेरो माइती गाउँ प्लस अरू 2टा 3टा, र यता सिन्धुली जिनाखु भन्ने ठाउँमा एउटा स्थापना गरेको छौँ। र अहिले नमुना मण्डलीसँग 73 सालदेखि सेवाकाई गर्दै जाँदाखेरि 5औँ मण्डली स्थापना गर्ने प्रभुले मौका दिनुभएको छ। प्लस फेरि अरू पनि अब हामीले प्रोसेसमा अगाडि नै छौँ, बढ्दैछौँ। तपाईँले आफ्नो परिवारका धेरै आफन्तहरूलाई, सदस्यहरूलाई प्रभुमा डोहोऱ्याउनु भयो। किन तपाईँले आफ्नो परिवारका सदस्यहरूलाई प्रभुमा डोहोऱ्याउनुपर्छ भन्ने तपाईँको प्राथमिकतामा किन त्यो पर्यो? मैले चाहिँ त्यो गरण गरेपछि नै एक प्रकारको त्यो एउटा यस्तो बोझ भयो कि मान्छे मरेपछि, मान्छे जन्मिसकेपछि एक दिन मर्छ नै भन्ने कुरा सत्य कुरा हो। त मरेपछि चाहिँ कहाँ जान्छ त भनेर भन्दाखेरि नर्क जाने रहेछ, यसोलाई ग्रहण गरे स्वर्ग जाने रहेछ भन्ने कुरा मैले बाइबलबाट स्पष्टीकरण मैले थाहा पाएँ नि त। त्यसपछि मलाई त्यो एक प्रकारको यस्तो माया लाग्यो कि मैले आफ्नो परिवारलाई मैले बचाउनै पर्छ, मैले बचाएन भने कसले बचाउने, पछि म पनि मर्छ होइन, म मरेपछि मेरो आफन्तहरूलाई कसले बचाउने भन्ने एक प्रकारको त्यो मलाई बोझ भयो। त्यस कारणले प्राथमिकता चाहिँ मेरो सम्पूर्ण परिवारलाई प्रभुमा ल्याउने एउटा बोझ प्रभुले हालिदिनु भयो। र प्रार्थना गर्दै जाँदाखेरि 2058 सालमा मैले गरण गरेको र 2059-60 सालसम्ममा सम्पूर्ण मेरो दिदी बहिनी दाजुभाइ ठुलो परिवार हो होइन, 4 बहिनी दिदी बहिनी अरू ठाउँमा विवाह गरेर जानुभएको थियो। अनि उहाँहरूले पनि ग्रहण गर्नुभयो। जो सम्पूर्ण मेरो परिवार अहिले सबैजना भेला भयौँ भने मैले अस्ति यसो कतिजना हुन्छौँ भनेर मैले हिसाब गर्दाखेरि हामी चाहिँ सबै भेला भने 40-45 जना हुँदो रहेछ। तपाईँको परिवारको मात्रै? मेरो आफन्त बाबाको सन्तान मात्रै। अनि त्यतिखेर चाहिँ म चाहिँ गर्व गरेँ, 45 जना मैले आफ्नो आफन्तहरू बचाउने सफल प्रभुले दिनुभयो। अर्को कुरा गाउँलेहरू समाजहरू पनि प्रभुले डोर्याउनु भयो। मैले संसारमा अरू कुरा केही गर्न नसके पनि मेरो आफन्तहरूलाई चाहिँ मैले बचाउन सकेँ। बस यतिमै धन्यवाद छ प्रभु भन्छु मैले प्रभुलाई। अनि अब तपाईँ सानै अब टिनेजमै हुँदाखेरि धनकोटाबाट काठमाडौँ साथीको लयमा लागेर भागेर आउनुभयो, यहाँ गलैँचा कारखानामा काम गर्नुभयो। परिवारदेखिको सम्पर्क 10 वर्ष पछाडि फेरि पुनः स्थापना हुन सक्यो होइन। 58 सालमा प्रभुलाई पाउनुभयो। अलि आफ्नो त्यो टिनेजमै अथवा त्यो स्कुले उमेरमै यसु ख्रिस्टलाई पाइदिएको भए हुन्थ्यो, अलि ढिलो पाएँ जस्तो तपाईँको बुवाले अघि भन्नुभयो नि, ओहो मैले त गल्ती गरेछु, यसु ख्रिस्टलाई नपाउँदाखेरि त मैले जीवनमा धेरै दुःख पाएँ, धेरै धोका खाएँ, अहिले पो थाहा भयो भन्नुभयो नि त तपाईँको बुवाले पछि 2072 सालमा होइन। त्यस्तो तपाईँलाई कुनै त्यस्तो पछुतो भयो कि भएन, ढिलो यसुलाई पाएँ भन्ने कुरा? मेरो बाबाले विश्वास गर्नुभएको 59 सालमा 72 वर्षको एजमा चाहिँ उहाँले विश्वास गर्नुभएको। अनि मलाई चाहिँ त्यो लाग्छ, अब किन भन्दाखेरि म भर्खर टिनेजमा मैले प्रभुलाई पाएको भए है, कति कुराको ज्ञानको कुराहरू, कति अब शिक्षाको कुराहरूदेखि लिएर त्यो कुराहरू अलिकति पाइन्थ्यो होला। अनि यो प्रभुमा ढिलो चिनेको कारणले गर्दाखेरि अर्को कुरा अब सानै उमेरमा प्रभुलाई पाएको भए अझै धेरै काम गर्न सकिन्थ्यो, प्रभुको महिमा गर्न सकिन्थ्यो। अनि अलिकति शिक्षाको कुराहरू नि ज्ञानका कुराहरू पनि पाइन्थ्यो भन्ने कुरा चाहिँ मलाई लाग्छ। नमुना चर्चलाई लिड गरिराख्नु भएको छ होइन, लिडिङ रोलमा तपाईँ हुनुहुन्छ। हजुर, म पनि तपाईँको चर्चमा धेरै पटक सर्मन सेयरिङको लागि गएको छु होइन। हजुर, चर्च स्थापना गरिरहँदाखेरि परमेश्वरले तपाईँको जीवनमा त्यो यात्रामा गरेको कुनै त्यस्तो अविस्मरणीय एकदम मिराकल भएको, आश्चर्यको काम भएको कुनै त्यस्तो सम्झना छ?
यो चर्चहरू स्थापना गर्दै जाँदाखेरि विशेष गरी त यो नमुना मण्डली स्थापना सुरुवातमा गरेकै निराकार मैले देखेको छु। मैले सपना पनि मैले सोचेको थिएन, मेरो इच्छा पनि होइन म चर्च लिडिङ गरेर म व्यक्तिगत यसरी मण्डली स्थापना गर्छु, मेरो जीवनबाट यस्तो प्रभुले काम गर्नुहुन्छ भन्ने कुरो मैले सोचेको पनि थिएन, मलाई थाहा पनि थिएन। तर अचानक भुइँचालो पछाडि प्रभुले त्यो मौका दिनुभयो र नसोचेको कुराहरू प्रभुले गर्नुभयो र मण्डलीहरू यसरी अब स्थापना गर्दै जाँदै गर्दाखेरि चाहिँ सोच्दै नसोचेको कुराहरू भएको। अनि प्रार्थना बस अब प्रार्थना राखौँ, प्रार्थनामा राखौँ, अब हुन्छन् हुँदैन थाहा छैन, तर पनि प्रार्थनामा राख्दै गर्दाखेरि प्रभुले हामीले नसोचेको बेलामा अचानक मण्डलीहरू अब वर्षमा एकचोटि हामीले मण्डली एउटा स्थापना गर्ने भन्ने चाहिँ हाम्रो नमुना मण्डलीको एजेन्डा हो। त्यसरी गर्दै जाँदाखेरि ग्याप भएको छैन, वर्षमा एकचोटि नै स्थापना हुँदैछ। अनि त्यो चाहिँ मलाई एउटा निराकार लागेको छ। अब हामीले यो एउटा आश्चर्य काम त्यो लाग्छ। यो चाहिँ मेरो शक्ति बलले होइन, कसैको पैसा रुपियाँले मात्रै नै हामी गर्न सक्दैनौँ। अब मण्डली स्थापनाकर्ता चाहिँ रणनीतिकार चाहिँ पवित्र आत्मा नै हुनुहुन्छ। अन्त पवित्र आत्माको रणनीति नै हो यो कसैले रोक्दैन, छेक्दैन, उहाँको आश्चर्य काम हो। अनि हामीले वर्षमा एकचोटि गर्नुपर्छ है। 2022 हामीले ख्वापुकमा माइती गाउँमा, 2023 धनकुटा यता बोधेमा, अनि त्यसपछि फेरि यता 24 के अरे यो डाँडा बजार भन्ने ठाउँमा, अनि फेरि 25 यता यो झिनाखुसी सिन्धुलीमा, अनि अब 26 पनि हाम्रो एजेन्डा छ है। अनि यो चाहिँ मलाई चाहिँ एउटा निराकार लागेको छैन साँच्चै नै। अनि मलाई अरू पास्टरहरूसँग भेटघाट हुँदाखेरि एउटा पास्टरले भन्नुभयो, बहिनी तपाईँको जीवनमा प्रभुले अनुग्रह गर्नुभएको हो, कति पास्टरहरू कति वर्षदेखि मण्डली स्थापना गर्छु भनेर उहाँहरूले सक्नुभएको छैन, तपाईँलाई प्रभुले यहाँसम्म ल्याउनु भएको छ भनेर उहाँले भन्नुहुँदाखेरि मेरो आँखाबाट एकदम आँसुहरू आएको थियो। म को हो र म एउटा लेडिज हो। अहिले नेपालको परिस्थिति हेर्ने हो भने लेडिजले त्यति प्रार्थना पनि दिँदैन नि त चर्चहरूमा। अब पहिलेभन्दा त अहिले धेरै परिवर्तन छ, तर पनि चर्चहरूमा कतिमा त बन्देज पनि छ। तर मलाई चाहिँ गर्व लागेको ठाउँ चाहिँ निराकार प्रभुले कसरी काम गर्नुभयो होला। अनि यसरी यो 4-5 मण्डली स्थापना गर्दै गर्दाखेरि यहाँ कुनै पनि कठिनाइ परिस्थिति, कुनै गाह्रो परिस्थिति भएको फिल पनि मलाई हुँदैन है। अनि त्यो चाहिँ मलाई निराकार लाग्छ। अनि वास्तवमा यो मण्डलीहरू स्थापना गर्ने भनेकै परमेश्वर पवित्र आत्मा हुनुहुन्छ। यो मण्डलीहरू स्थापना गर्दै गर्दाखेरि मेरो लागि चाहिँ अब एकदमै आश्चर्य लागेको कुरा चाहिँ यही नै हो, वर्षमा एउटा मण्डली स्थापना गर्नु। तपाईँले चर्च स्थापना, तपाईँ अथवा तपाईँको टोलीले होइन चर्च स्थापना गरिरहँदाखेरि अहिलेसम्मको सबभन्दा ठुलो चुनौती के छ? के चुनौती तपाईँको लागि खडा भयो र कसरी त्यो चुनौतीलाई तपाईँले पार गर्नुभयो, सामना गर्नुभयो, परमेश्वरले विजय दिनुभयो? चुनौतीहरू चाहिँ खास गरी अब मण्डलीहरू स्थापना गर्दै जाँदाखेरि त्यो ठाउँमा अब सफल हुन्छ हुँदैन अर्को कुरा, त्यहाँका मानिसहरूले अब सपोर्ट गर्ला नगर्ला भन्ने चाहिँ त्यो कुराहरू चाहिँ मैले चुनौती लागेको थियो। तर जति पनि ठाउँ अहिलेहरूमा मण्डली स्थापना भइसकेको छ नि, त्यो ठाउँहरूमा स्वयं परमेश्वर उपस्थिति भएर काम गर्नुभएको मैले महसुस गरेको छु कि। अनि चुनौती चाहिँ मलाई सबैभन्दा चुनौती चाहिँ मलाई कहाँ थियो भन्दाखेरि मेरो माइती गाउँमा थियो। पहिलोचोटिको त्यो नमुना मण्डली पछाडि खपुक मेरो गाउँ माइती गाउँमा मण्डली स्थापना गर्दाखेरि त्यहाँ चाहिँ कस्तो खालको वातावरण थियो भन्दाखेरि एकदमै गाह्रो परिस्थिति थियो। अनि गाउँलेहरूमा अलिकति कुरा नबुझ्ने खालको थिए। अनि त्यतिखेर चाहिँ म त्यहाँ जाँदाखेरि, त्यहाँ पुग्दाखेरि कोही पनि विश्वासी छैन नि त, मेरो फ्यामिली परिवार मात्रै हो। अनि त्यतिखेर अनि उहाँहरूले तल्लो घर माथि घर मान्छे हामी पनि काम सघाउँछौँ, ल यसरी हामी काम गर्न सघाउँछौँ भनेर उहाँहरूले सघाउन आउनुभएको के। सबै त्यो मण्डली बनाउनलाई काम सघाउने मान्छेहरू प्रभुले पुरा यसरी यताबाट उताबाट जुटाउनु भयो क्या। त्यो चाहिँ मलाई अचम्म लाग्यो। अनि परमेश्वरले तिमीहरू जहाँ जानेछौ त्यहाँ परमेश्वर साथमा हुनुहुनेछ भनेर भन्नुभएको छ नि, त्यो कुरा चाहिँ मैले एकदमै महसुस गरेको छु।
अनि प्रभु स्वयं भएर काम गर्नुभएको कुराहरू मैले महसुस गरेको छु अनि त्यही नै मलाई अचम्म लाग्छ अनि आश्चर्य लाग्छ अनि यो पवित्र आत्माको काम चाहिँ नसोचेको कुराहरू चाहिँ गर्नुहुन्छ भन्ने चाहिँ मलाई त्यो चाहिँ पक्का 100% विश्वास छ। अब यस पछाडिको योजना के छ यो परमेश्वरको राज्य विस्तारको क्रममा मिसनको कामको लागि? मिसनको कामको लागि चाहिँ हामी चाहिँ खास गरी चेलाहरू निर्माण गर्ने अनि यो हाम्रो एजेन्डा नै सुसमाचार सुनाउने मण्डली स्थापना गर्ने नै मेन नमुना मण्डलीको एजेन्डा चाहिँ अब तात्काल चाहिँ हामीलाई फेरि यस्तै कठिन कहीँ मण्डली स्थापना हुनु नसकेको ठाउँहरूमा अहिलेसम्म हामीले गरिरहेका छौँ त्यस्तै ठाउँहरूमा प्रभुले पठाउनुहुन्छ जस्तै अब लडिरहेको ठाउँहरूमा मान्छेले नसकेको ठाउँहरूमा अनि उनीहरू चाहिँ त्यहाँनिर एउटा बेसहारा अवस्थामा पुगिरहेका अवस्थाहरूमा अनि त्यस्तो ठाउँहरूमा प्रभुले पुर्याउनुहुन्छ अनि त्यस्तो ठाउँहरूमा जाँदाखेरि त्यो ठाउँमा प्रार्थना गर्दाखेरि त्यो ठाउँको लागि प्रभुले आफैले काम गर्नुभएको कुराहरू अनि अब हामी त्यसरी नै अगाडि बढ्ने हो अब प्रभुले जहाँसम्म लानुहुन्छ। अहिले कोही त्यस्तो हुनुहुन्छ देशभरि देशका कुनै पहाडी जिल्लामा तराई अथवा मधेस अथवा हिमालतिर त्यही अवस्थामा गइराख्नु भएको छ हामीलाई हेर्दै हुनुहुन्छ सुन्दै हुनुहुन्छ उहाँहरूलाई पनि सहयोग गर्न सक्नुहुन्छ तपाईँले? अब उहाँहरूको परिस्थिति हेरेर जस प्रार्थनामा चाहिँ हामी राख्न सक्छौँ। अब हामी सक्छौँ नै त हामी भन्दैनौँ तर प्रार्थना गरेर त्यो ठाउँमा पक्का प्रभुको खाँचो हो भने प्रभुले नै काम गर्नुहुन्छ। अहिले यस्तो ठाउँ प्रभुले दिनुभएको छ कि एकदम गाह्रो परिस्थिति धेरै वर्षदेखि सङ्गति गरिरहनु भएको छ तर उहाँहरूले मण्डली स्थापना गर्ने इच्छा छ तर उहाँहरूसँग आर्थिक छैन उहाँलाई हौसला उत्साह दिने मान्छे पनि छैन अगाडि बढ्नुपर्छ यसरी गर्नुपर्छ भन्ने उहाँहरूसँग मान्छेहरू पनि छैन तर त्यस्तो ठाउँमा पनि पुर्याउनु भएको छ। अब त्यो ठाउँको लागि चाहिँ हामी प्रार्थना गर्दैछौँ सकेसम्म हाम्रो चाहिँ यो 2083 सालमा चाहिँ प्रभुले सुन्नुभयो भने सायद त्यहाँ पनि काम गर्नुहुन्छ भन्ने एउटा विश्वास छ। तपाईँलाई परमेश्वरले मलाई यो मिसनको लागि उहाँले बोलाउनु भएको हो भन्ने कुरा के कुराले तपाईँलाई निश्चयता दियो के कुराले तपाईँलाई मलाई परमेश्वरले मिसनको लागि बोलाउनु भएको रहेछ भन्ने कुरा त्यो पहिचान गर्नुभयो तपाईँले? मलाई चाहिँ यो पहिचान चाहिँ खास गरी भर्खर ग्रहण गर्दाखेरि एकदमै प्रचार गर्न मन लाग्ने त्यतिखेर 58 सालमा अनि भर्खर चर्च गएको छ मलाई पनि त्यहाँ अगाडि गएर प्रचार गर्नु दिए हुन्थ्यो जिजसको बारेमा अरूलाई सुनाउन पाए हुन्थ्यो प्रार्थना गरिदिने पाए हुन्थ्यो भन्ने मलाई लाग्थ्यो। तर मेरो सानो पसल थियो हजुरले पनि देख्नु भएको थियो नि त्यो पसलमा म अब व्यापार पनि गर्नुपर्छ भन्ने हिसाबले धेरै मान्छेबाट पनि अनि पास्टरहरूले पनि भन्नुभएको थियो तपाईँ चाहिँ एउटा यतिसम्म कि मैले धरानमा एकजना डेभिड राई भन्ने हजुरले चिन्नुहुन्छ कि उहाँसँग डेभिड राई मेरो नाम भन्नुहुन्थ्यो उहाँसँग मैले क्याम्पमा भेटेको थिएँ अनि उहाँसँग यसरी बातचित गर्दा गर्दै मेरो आमा क्याम्पमा राखेको थिएँ बिरामी भएर अनि मेरो आमाले नि प्रार्थना गरिदिनुहोस् न हजुर यहाँ बिरामी प्रार्थना गर्नु आइदिनु भएको रहेछ भनेर बोलाउँदाखेरि अनि छोटो समय लामो कुरा नि भएन कुरा गर्दाखेरि उहाँले तपाईँ चाहिँ सेवाकैमा बोलाएको मान्छे हो तपाईँले सेवाकै गर्नुपर्छ बहिनी भनेर भन्नुभएको थियो। अनि फर्केर आएपछि उहाँले मलाई के भन्नुभएको होला यस्तो भनेर चाहिँ भने तर कर्म चाहिँ अनि पछि अनि आफूले प्रचार गर्नु मन लाग्दाखेरि मलाई चाहिँ सायद बोलाउट चाहिँ होला धेरै मान्छेले अब तपाईँलाई सेवाकैमा बोलाउट छ त भन्नुहुन्थ्यो तर मैले चाहिँ वास्ता नगरेर अटेरी गरेर बसिरहेको थिएँ। तर 2072 सालमा भुइँचाल गइसकेपछि चाहिँ अब झुन्डा चाहिँ एउटा स्थापना गर्नुपर्छ जागृति हुनुपर्छ है विश्वासीहरू सेलाएर बस्ने समय होइन रहेछ किनभने बाइबलमा अन्त्यको दिनमा ठुला ठुला भैँचालोहरू जानेछ लडाइँ झगडा हत्या हिंसा हुनेछ भनेछ। अब यो कुरालाई चाहिँ यसरी अटेरी भएर बस्ने होइन रहेछ भनेर मैले एउटा सानो झुन्डा मैले दिदीबहिनी सङ्गतिबाट सुरु गर्ने मैले विचार गरेँ अनि त्यतिकैमा त्यही बिहिबारको सङ्गतिबाट शनिबारको सेवा स्थापना भयो अनि त्यहाँद्वारा फेरि प्रार्थना गर्दै 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 जाँदाखेरि प्रभुले सेवाकाईहरूमा चाहिँ अब जस्तो कठिन भएको ठाउँहरूमा प्रभुले लानुभयो त्यो ठाउँहरूमा प्रार्थना गर्दाखेरि उहाँले सफलता दिनुभयो अनि मलाई चाहिँ अहिले मलाई फिक्स छ कि मलाई चाहिँ प्रभुले यसकै लागि बोलाउनु भएको रहेछ मलाई उहाँको मिसनको लागि बोलाउनु भएको रहेछ। यो पनि यस प्रकारको हो कि जहाँ कठिन छ जहाँ जसले अब गाडी सुविधा चाहन्छ होइन गाडी चढेर जानुपर्ने ठाउँमा गाडी चढेर सेवाकाईमा गर्नुपर्ने जाने ठाउँमा मेरो दिदीहरूको गाउँमा चाहिँ 4 घन्टा लाग्थ्यो उनीहरू चर्च जानलाई त्यस्तो ठाउँमा मण्डली स्थापना भएको। अनि त्यसो हुँदाखेरि मैले आफैले अहिले चाहिँ पत्तो लगाएको छु मलाई प्रभुले
उहाँको मिसनको लागि, त्यो पनि मण्डली स्थापनाको लागि र प्रचारको लागि रहेछ भन्ने कुरो म अहिले चाहिँ फिक्स आफैमा आफै भएको छु भन्नुपर्दा। तारा लिम्बुजी, अन्तमा दर्शकहरूलाई के भन्न चाहनुहुन्छ? तपाईँको सन्देश के छ? अन्तमा चाहिँ म यो भन्न चाहन्छु कि हामीलाई परमेश्वरले जुन योजनाले बलआउट गर्नुभएको छ अनि उहाँको योजना हामीले पत्तो लगाएर उहाँमा हामी अगाडि बढ्नुपर्छ अनि उहाँले हामीलाई सहायता गर्नुहुन्छ। म सक्दिनँ होला, म कमजोर छु, मसँग यो छैन त्यो छैन होइन, तर प्रभुसँग हामीले स्थिरतामा प्रभुमा भरोसा राखेर हामी चाहिँ आफ्नो प्रभुको बलआउटलाई पत्ता लगाएर अगाडि बढ्यो भने परमेश्वरले हामीलाई सफलता दिनुहुन्छ र तपाईँहरू नि प्रार्थना गरेर आफ्नो बलआउटलाई पत्ता लगाएर अगाडि बढ्नुहोला भनेर भन्न चाहन्छु। हुन्छ, धन्यवाद समय समाप्तको लागि। हस्, धन्यवाद।